जहिले जस्तो जानेर झन् भन्छ नि केला जहिले जस्तो जानेर भन्छ नि म सुत्दैन हुँदै छ यार तपाईँ बात तर मैले बनाएको फिल्ममा चाहिँ खेलाउनु पर्छ फिल्मको नाम सुँगुर मुस्कुराए छोरमा हिरोनी अब गर्नु लाइट बल्न लाइट बल्न चाइनिज पनि छ चाइनिज गर्ने हुन्छ होइन बोली राम्रो यस्तो हिरो भएपछि यस्तो हुन्छ कुरै गर्दैन के भन्नु पर्यो देशको बारेमा बोल्नु पर्यो कि अहिले दिएको बारेमा तिम्रै बारेमा बोल्नु पर्छ तिमी सधैँ काम भिजार्ने मान्छे अब यो कोट खोल्ने पनि अब बर्बाद हुन्छ भनौँ त्यसकै बारेमा भन्नु तपाईँ मेरो केही छैन के भयो त्यसको बारेमा के छ सोधिराख्नु यो मुम्रो चाहिँ ठिक हुन्छ है त्यो अर्को यहाँ भित्र देखाइदिनु पर्छ अलिकति आउँछ अब के आउँछ अन गरेर त्यो अन गरेर जोड्नु डाइलगहरु आउँछ है यस्तो दिन गर्ने छैन गरे हैन बेटी चाहिँ त्यो बेटी हारे हैन एउटा चार्ज गर्नु मन दिला ए यहाँ पनि जान्छ बेटी जान्छ नि त्यो सानो खालको कताबाट जान्छ यहाँ बेट यहाँबाट गयो यो बटर मिल्दैन यहाँ पानी छ हैन यो हजुर अनि यो मुम्रो चाहिँ के चीजको हो अब बोल्नु न तपाईँ बरबराउनु अघि जस्तै चाइनाबाट ल्याएको छैन मेड इन हेर्दा यस्तो चाइना कालो छुट्नु चाहिँ चाहिन्छ हैन अनि कविता दिदी कहाँ जानुभएको छ अहिले के छ कविता जी भन्नु न कविता जी बुढले घर मार्ला बहुत मन दुखिहाल्यो छ मेरो भित्रैदेखि चित दुखेछ उहाँको मन तराई पहाड छ मेरो मन भित्रैदेखि चित दुखाएछ कविता जीले तपाईले कविता जी पाउनु भने के गर्नु अचानक ठ्याक्कै रसियाले पाउनु भने केही भन्नुहुन्छ अहिलेको अवस्थामा कविता जी पाए भने जाडो छ त्यस्तो त केही पनि भन्दिनँ परेछ हैन सोध्छु बुझ्छु उसँग किन रिसाइन्छ मोरी यस्तो मलाई भोलिबाट फेरि त्यही हो बुढी दाम दिँदैन लपरेर बिहा गर्नुभयो तपाईँले चोरेर लपरेर होला है म 17 वर्षको थिएँ बुढी 13 वर्षको थिएँ ल घुम्न जाऊँ भनेको मोरी ट्याक्कै मन पर्यो अनि लिएर जाँदै गएँ लगेपछि अब के भयो लगी भयो हैन भयो के भयो त खास एकै दिनमा बिहा भएको त यस्तो दिन 6 वर्ष लप परेको नि फोनमा त परे के परे त्यो मेरो ती दिनहरू छन् राम्रै छ सम्झिँदा धर्को मन रोएर आउँछ मरिँदा अहिले त रुइन है बिर्सन सक्दैन कहाँ सक्नु अनि कता हो यता सुटिङतिर हो सुटिङमै हुनुहुन्छ सुटिङकै ड्रेसमा हुनुहुन्छ म हिरो बनेर आएको अनि हिरो सुटिङमा आउँदैन नि है चमेली हुने हो आज त्यो पानीमा चाहिँ धान रोप्नुपर्छ धान रोपेको रोल चाहिँ होइन रोलको कुरो नगर नि रोल त जस्तो बनायो नि बन्छ नि हो तपाईँलाई कस्तो रोल चाहियो अब कस्तो रोल पाउनु भयो भने चाहिँ अब आउँदा दिनहरूमा फिल्म खेल्नुहुन्छ मलाई अब अलिकति कस्तो भने अब चाइनातिर धेरै बसेको मलाई इङ्ग्लिस बढी बोल्नु पर्ने हुन्छ इङ्ग्लिसबाट अब तपाईँ सुन्ने चाहनुहुन्छ भने एउटा गीत गाइदिन्छ कन्ट्रोल पिसी गाउनु होइन
तपाईँहरू हाँस्दिनु भयो मलाई मनै ल लाग्यो ल ल ए, यो मेरो सिरियस गीत हो अनि यो चाइनातिरको फेमस गीत एकदम पुग्रा र activities control PC was the become for continue development यो नेपालीमा ट्रान्सलेट गर्नु न के भन्यो यो? बुझ्दैन नि त Yes, अनि नेपालीमा त खासै नेपाली बोल्न आउँदैन यो लेक साइडतिर गाउने हो खरीहरूसँग हजुर यो बारतिर गएर हजुर। क्याफे क्याफे डान्स बारतिर गएर गाउने गीत हो ए आजसम्म कुनै एल्बम गर्नु भएको छ म्युजिक भिडियो अथवा यताउता केही छ तपाईँको के छ सर्च गरेर हेर्नुहुन्छ मेरो एउटा एल्बम छ एल्बमको नाम सुँगुर मुस्कुराए खोरमा अनि अर्को छ दोस्रो तिमी अघि अघि हिँड म पछि पछि आउँछु यो त यो मेरो भिडियो छ त्यो पनि छ सबै छ अरू पनि अनि फ्युचर प्लान के छ के गर्न चाहनुहुन्छ अब आउँदा दिनहरूमा यही फिल्डमा हुनुहुन्छ कि अथवा अर्को फिल्डमा जानुहुन्छ के गर्नु अब समयले कता कता लान्छ त्यतै त्यतै जाने हो जानलाई अहिलेसम्म चाहिँ म यो भत्केको डाँडामा हुन्छु हो अनि अहिलेसम्म यो फिल्डबाट कति कमाइ गर्नुभयो ल ल ल खासै कमाइ भन्दा पनि त्यही हो 10-12 करोड कमाएँ रमाइ पनि छ अब मेरो भन्नुपर्दाखेरि यो ठमेल न्यु रोडतिर छ घर बनाउँदैछु हजुर अहिले 9 तलाको योजना छ घर बनाउँदैछु अब कमाउँदै गए थप्दै जाने भन्ने प्लान छ 9 करोड लगानी त्यही फसाएको छु अब मेरो साथीहरू चाइनाबाट आउँछन् धेरै उनीहरूको लागि भनेर आउँछन् त्यति अब 800-900 कहिले 1000-1200 होइन तपाईँले घर मात्रै थप्नु श्रीमती पनि थप्नु गर्नु भएको श्रीमती त धेरै छैन दुईटा छन् दुईटा गरेर फुटबल टिम छोराछोरी भएछन् अब आउँदो वर्ल्ड कप खेलाउने भन्ने प्लान हो जेठीले त मानेकी छ कान्छीले अलि मानेको छैन अलिक सानै छ फुटबल टिम नबनाउँ बुढा अब यस्तो नगरौँ भन्ने सल्लाह दिन्छ अब यता नेपालकोले सकेनन् भने चाइनातिरबाट ल्याउने प्लान छ उता पनि छन् होला त्यसो उता बाक्लै छ सर अनि तपाईँ चाइनामा मात्रै जानु भएको कि अन्य कन्ट्रीहरूमा पनि तपाईँको आउट जाउट छ मेरो छ जापान त पानी पोखरी कता कता हो म इन्डिया जान्छु इन्डियातिर पनि छ मेरो जापानमा गएर भात खान्छु अमेरिका गएर टोइलेट गर्छु त्यस्तो छैन साथी त्यस्तो मजा घाँस जाने ठाउँ भनेको मेरो काठमाडौँको न्यु रोड अनि अब चाइनाको मङच्याङ गाउँ भन्ने ठाउँ जान्छु उता पनि गाउँ भन्दो रहेछ अब यो नेपालमा त भन्ने त्यही गाउँ घर त भन्दा रहेछ आकाश खुल्दै गएको लुलु पाउनु अहिले त